नमस्ते साथीहरू। आज फेरि अर्को भिडियोको साथमा म उपस्थित भएको छु। तपाईँलाई थाहा छ, फ्लटर एप डेभलपमेन्ट गर्दै हुनुहुन्छ अथवा एन्ड्रोइड अथवा आइओएस जुनसुकै भए पनि एप डेभलपमेन्ट गर्दै हुनुहुन्छ, तपाईँलाई एउटा कुरा चाहिँ नमजा लागिरहेको हुनसक्छ। त्यसले तपाईँको इम्प्रेसन अलिकति खराब गरिरहेको हुन्छ कि जस्तो तपाईँलाई लागिरहेको हुन्छ। त्यो के हो भने नि, यो जुन हाम्रो स्क्रिनमा यो डिबग भन्ने देखिरहेको हुन्छ नि, यो जुन ब्यानर, यो डिबग ब्यानर कसरी हटाउने त्यो तपाईँलाई थाहा छ? थाहा छैन भने यता हेर्नुहोस् ल, म यो हटाउन सिकाउने प्रयास गर्छु। हेर्नुहोस् है त। म मेरो एप्सभित्र जान्छु। त्यसपछि कमान्ड प्रम्प्ट खोल्छु। त्यसपछि म यसलाई फ्लटर क्रिएट आवर स्कुल जे नाम दिए पनि हुन्छ, स्पेस दिनु हुँदैन है, मैले मिस्टेक गरेँ। आवर स्कुल भनेर एउटा बनाउँछु। एप बनिसक्यो। अब म त्यसपछि सिडी आवर स्कुल भनेर छिर्छु। त्यसपछि मैले कोड स्पेस डट गरेँ र इन्टर गरेँ। अब यो प्रोजेक्ट मेरो कहाँ खुल्यो त? त्यसपछि यो प्रोजेक्ट मेरो खुल्यो। हेर्नुहोस् त, VS कोडमा हो, ठिक छ। त्यसपछि म यहाँ गएर चाहिँ मेरो इमुलेटरलाई कनेक्ट गर्छु। यो मेरो इमुलेटर भयो, ठिक छ, कनेक्ट पनि भयो। त्यसपछि म यहाँ गएर चाहिँ स्टार्ट डिबगिङ गरेर चाहिँ त्यो डाटा फ्लटर गर्छु र मेरो इमुलेटर कुन हो त? यो हो नि त। यो सेलेक्ट गर्छु। एकछिन समय लाग्छ, यसले बिल्ड गर्दैछ। यो फेरि इमुलेटरमा देखाउनलाई चाहिँ अलिकति समय लाग्छ, स्लो नै हुन्छ। हाम्रो उद्देश्य चाहिँ खासमा यो डिबग भन्ने ब्यानर हटाउनु खोजेको हो। एपिके बिल्ड भयो, हुँदैछ, जान्छ। एकछिन समय लाग्छ, हामी धैर्य गर्नुपर्छ है त। नयाँ स्टार्ट भयो है त। यो चाहिँ हाम्रो न्यू हो होइन। अब यसमा हामीले चाहिँ यो डिबग भन्ने ब्यानर हटाउनु खोजेको। त्यो चाहिँ कसरी गर्ने भन्दाखेरि चाहिँ सुरुमा यो चेक गरिदिन्छु म। त्यसको लागि के गर्ने भन्दा चाहिँ लिभमा चाहिँ मेन डट डटमा गएर के गरौँ भने ल
फ्लटर के छ त फ्लटर डेमो भन्ने छ यसलाई चाहिँ म चाहिँ आवर स्कुल भनेर आवर स्कुल भनेर बनाएँ मैले यता सेभ गरेँ यता हेर्नुहोस् आवर स्कुल भन्ने आयो भनेपछि यही हो नि त अब हामीले गर्न खोजेको के भन्दाखेरि चाहिँ यो हटाउन खोजेको हो यो ब्यानर हटाउन खोजेको हो त्यसको लागि सिम्पली एप भन्ने छ नि यहाँ गएर चाहिँ एक लाइन लेख्नुपर्ने हुन्छ डिबग यो छ नि डिबग सो चेक ब्यानर भन्ने छ नि सो चेक ब्यानर फल्स गरिदिने हो यति गरेपछि चाहिँ के हुन्छ भने हाम्रो यता हेर्नुहोस् त यो हरायो नि ब्यानर हरायो नि त यहाँ छ ब्यानर हरायो नि त अब यहाँ गएर हामीले ट्रु गऱ्यौँ भने यही कुरालाई के हुन्छ त फेरि एपियर हुन्छ है एपियर भयो नि त अथवा ब्यानरलाई चाहिँ डिबग ब्यानरलाई चाहिँ सो र हाइड गर्न सक्छौँ है त अब के गर्ने भन्ने कुरा हजुरहरूको इच्छा हो आशा छ हजुरहरूलाई यो भिडियो अथवा यो टिप्स भनौँ न मन पर्यो होला मन परेमा चाहिँ लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला हस् त शुभ दिन धन्यवाद